हेलो एभ्रिवान नमस्ते। आज 2083 साल वैशाख 1 गते आजदेखि चाहिँ केही रिल्सहरू बनाउँदै हालौँ भनेर सोचिरहेको छु मैले युट्युबमा। त्यस अन्तर्गत आजको डेली रिल्स चाहिँ म बनाउन गइरहेको छु। र आज चाहिँ बिहानै हामीले मासु खाने विचार गरेर ज्यामिरे भन्ज्याङमा रागा काटिरहेको थियो। त्यो खबर आएको थियो र रागाको मासु लिनको लागि गयौँ। हामी पुग्दा धेरैजनाले मासु चाहिँ लगिसक्नु भएको रहेछ। अलिकति मात्रै बाँकी थियो, आधा जति जति। कस्तो मिठो होला है। त्यही छेउमा चाहिँ मिठो मासु पकाउँदै हुनुहुन्थ्यो बुहारी र एकजना भाउजू एकदमै मिठो टेस्टी तरिकाले पकाउँदै हुनुहुन्थ्यो। हामीले हेऱ्यौँ र त्यस पछाडि घर आएर खाना खायौँ। खाना खाइसके पछाडि आज चाहिँ भलिबल खेल्ने योजना बनाएको थियौँ, भलिबल र फुटसल लोकल टुर्नामेन्ट। त्यसको लागि गर्दाखेरि हाम्रो यहाँ भाउजूले चाहिँ तिल बोल्दै हुनुहुँदो रहेछ। आज नयाँ वर्षको उपलक्ष्यमा मोमो खानुको लागि हाम्रो मौला काकाले चाहिँ दामी गरी किमा काट्दै हुनुहुन्थ्यो। मैले यसो हेरेँ र किमा पनि बबाल लागेको छ, चिकन मोमो। त्यस पछाडि म भलिबल गेमतिर एकछिन गएँ। भलिबल पछाडि भलिबल चाहिँ हामी त्यहाँ मिलेर टुर्नामेन्ट गऱ्यौँ, खेल्यौँ केही साथीहरूसँग भाइहरूसँग एकछिन निकै रमाइलो पनि भइरहेको थियो। हाम्रो आजको निर्णय चाहिँ के थियो भन्दाखेरि भलिबल खेलिसके पछाडि हामी फुटसल खेल्ने, एनी फुटसल खेल्ने भनेको फुटसल एकदम बनाउनु होला जस्तो लागेको थियो। तर हामीले भलिबल खेलिसके पछाडि चाहिँ हामी फुटसल खेल्ने निर्णय गऱ्यौँ। त्यसो गर्दाखेरि मेरो छोरा र श्रीमतीजी पनि माथि आउनुभएको थियो र यहाँनिर हामी चाहिँ अब भलिबल खेल्नु रहेछ। त्यस पछाडि हामी फुटसलको लागि तयारी गऱ्यौँ। फुटसल तयारी गरिसके पछाडि फुटसल खेल्न हामी फुटसलमा एकदमै रमाइलो भयो। हाम्रो विक्रम भान्जाको डिफेन्डिङ गेम अत्यन्तै रोचक रमाइलो र दर्शकहरू पनि निकै हुनुहुन्थ्यो। एकदमै रमाइलो फन भयो। 83 सालको पहिलो दिन यहाँनिर चाहिँ फुटसल टुर्नामेन्ट भइरहेको छ। यहाँ एकदम रङ्गराजको एकदम राम्रो गेम हामीले चाहिँ एक गोल दियो लक्ष्मणले। हाम्रो पुरा काका चाहिँ 45+ हुन्छ, 50 भान्जाको गेम अत्यन्तै रोचक थियो। हाम्रो विक्रम भान्जा त्यस्तै पहिलेको फुटबलर हो, अहिले चाहिँ हुन्छ एकदम बवाल गेम भयो। यहाँनिर हामी हेऱ्यौँ, खेल्यौँ। दुईवटा टुर्नामेन्ट भयो। दुईवटा टुर्नामेन्ट खेलिसके पछाडि म पनि पहिलो टुर्नामेन्ट खेलेँ। त्यस पछाडि दोस्रो एकदमै रमाइलो, खेल्नु भन्दा पनि हेर्नु एकदम रोचक भयो। र त्यस पछाडि चाहिँ हामी केही छिन पछाडि हाम्रो 6 बजे 6:30 बजी हाम्रो गेम सक्यो। गेम सकेर गेमको अन्तिम आवरमा निकै रमाइलो पनि भयो। हाम्रो प्रदीप भान्जाले एकदम बवाल गोल पनि हाल्नुभएको छ। यहाँनिर हामी हेर्न सक्छौँ गेम अत्यन्तै खतरा भाले जुँदैवाला गेम। यहाँ गोल पनि चप्पल र बलसँगै गोल भयो। त्यो सँगसँगै हामीले हाम्रो गेमको एन्डिङ पनि गऱ्यौँ र गेमको एन्डिङमा हाम्रो पूर्ण काकाको यहाँनिर जम्पिङ चाहिँ एकदम बवाल छ। उहाँनिर अघि नै भनिसकेको छु 45+ हो जम्प, यो गेम सकेको जम्प। त्यस पछाडि चाहिँ मोमो पाकिरहेको रहेछ, मेरो छोरा खाँदै रहेछ, म पनि गएँ र मैले पनि मोमो खाएँ। आजको भिडियो यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।